एभ्रिवान गुड मर्निङ। आज चाहिँ म बिहानै घरबाट निस्केको छु। बिहानको 6:42 भएछ अनि म चाहिँ अहिले अफिस जाँदैछु। अनि आजको चाहिँ हाम्रो साइक्लिङको प्रोग्राम छ। अफिस जाने, अफिसमा भेला हुने अनि त्यसपछि साइक्लिङ जाने आजको बिहान प्लान छ। हामी चाहिँ साइकल स्टोर जाँदैछौँ। हामी मात्र हो अलिकति गरियो भने गाइजहरूलाई चाहिँ स्न्याक्स बोक्नलाई अल्छी लागेर कहीँ खाने कार्यक्रम भयो। मलाई पनि भोक लागिरहेछ, म पनि खाइदिन्छु अब झिकेर। के छ त हाम्रो स्न्याक्समा आज? स्यान्डविच छ, कपकेक, चिप्स, फ्राइज यस्तो यस्तो छ। लक पोइन्टको ए यहीँ ल्याइदिनु भएको छ? कहाँबाट? हेलमेट पनि ल्याउनु भएको छ? ए ल, होइन दाइहरूको स्टोर चाहिँ यता अलिक भित्रपट्टि छ। अनि लास्ट टाइम चाहिँ हामी त्यही स्टोरै गएको थियौँ भन्नुलाई। यसपालि चाहिँ दाइले यहीँ ल्याइदिनु भएछ। यस्तो छ आजको सेटअप। अनि साइकलको पेडल अगाडि चलाइरहेछ भन्ने मात्रै गियर चेन्ज गर्ने, नत्र चेन्ज नगर्ने, पछाडि नगर्ने, त्यसरी चेन्ज नगर्ने है। गइदिउँ। फाइनली 8 बज्न लाग्यो। हाम्रो साइक्लिङ सुरु भएको छ। पुलचोकबाट सुरु गर्दैछौँ। अब हाम्रो रुट आजको भनेको चाहिँ यहाँबाट पाटन हुँदै ग्वार्को जान्छौँ र ग्वार्कोबाट लुबु जाने कुरा हो। साइकल लेनमा हिँडौँ है, साइकल लेनमा। यहाँ त साइकल लेन छ नि फेरि। अब एकैछिनमा वार्मअप हुन्छ होला। रमाइलो भइरहेछ। हामी 11 जना चाहिँ रेन्ट गरेको साइकलमा छौँ अनि 2-3वटा चाहिँ आफ्नै साइकलमा हुनुहुन्छ साथीहरू। अनि हामी पाटन दरबारतिर जाँदैछौँ। साइकल लेन त छ तर राम्रो साइकल लेन चाहिँ छैन। भर्खर यही बाटो चाहिँ म बाइकमा आएको थिएँ। साइकलमा रमाइलो भइरहेछ। ओए विवेक, होइन एकछिन त्यहाँ हाल न, अलिक बिच बाटोमा भयो त। ल, यो विवेकको साइकलबाट पानी खसेछ। पानी टिप्यौँ भर्खरै, मजा आयो। उकालोमा साइक्लिङ आफ्टर सो लङ। प्रतीक ठिक छ? दामी। ल वाटर ब्रेक ठिक हो। वाटर ब्रेक के छ, कस्तो भइरहेछ? ठिक छ यार। अब त भयो, अब भगमा हो हामी। डिस्टर्ब भयो। एउटा चिज दुखिरहेको थियो, त्यो चाहिँ छोड्यो अब। ए हो। के भयो? के भयो अरे? चेन गयो? कसको? ए यसको गयो? ए त्यसो त रिपेयर गर्नै पऱ्यो यार। हाम्रो यसको होइन चेन बिग्रियो। ए लागुरी नजिकै तलसम्म राखौँ। माथि त गाह्रो छ। यहाँ दाइले चेन बनाइदिँदै हुनुहुन्छ।
साइकलको चेन बनाउने प्रोसेस हामी अगाडि एउटा भक्तपुर जाने भक्तपुर दरबार जाने ए हामी यहाँबाट के बालकोट निस्किन्छौँ हजुर बालकोट निस्किन्छौँ यो सिलुटार हो कि के भनेर देखाइरहेको थियो त्योतिरबाट भक्तपुर दरबार स्क्वायर जान्छौँ त्यो नदी तरेर अब ए पारी पारी जान्छौँ है त ल उहाँ हुनुहुन्थ्यो हाम्रो लिडर आजको क्याप्टेन आज क्याप्टेन नितेशजी हुनुहुन्थ्यो भर्खरै प्लान बनाएछ हाम्रो अलिकति थोरै ट्विस्ट भएको छ हाम्रो पुरानो प्लानभन्दा अलिकति फरक रुट जाने भएको छौँ ठिक छ सोफार सो गुड होइन यहाँ चाहिँ बाटोको बिचमा खनेर निर्माण कार्य भइरहेको छ डाइभर्जन रहेछ यहाँ चाहिँ अब रोकियो हिँडाउन पनि सकियो दाइ हिँडाउन सकियो डोर्याउन सकियो ए डराउनु साइकल लिएर आएको त्यो पनि ठिक छ रामदाई चढाइदिनु चढ्यो माथि गयो गियर डाउन भएन क्या गाईको जोस हेर न गियर पनि डाउन छैन क्या पुरै बिचतिर छ हामी चाहिँ अहिले लुबुतिरबाट यता सिलुटार आयौँ सिलुटार पछि अब यहाँबाट चाहिँ भक्तपुरको चाँदो बाटो लिन्छ होला हामी चाहिँ अहिले सूर्यकुनाइट आइपुग्यौँ अब यहाँबाट माथि दरबार स्क्वायरतिर जान्छौँ हामी चाहिँ भर्खरै भक्तपुर दरबार स्क्वायर आइपुगेका छौँ पाटन दरबार स्क्वायरबाट भक्तपुर दरबार स्क्वायरको साइक्लिङ भएको छ आज हाम्रो अनि यहाँ साथीहरू चाहिँ सबजना थाकेर यस्तो अवस्थामा बसिराख्नु भएको छ सन्तोष त यहाँ हुनुहुन्छ दाइ कस्तो अनुभव भइरहेछ यो के हो पहिला भन्नु यो माइक हो दाइ ए ल बोल्ने हो एकदम रमाइलो भइरहेछ यो साइकलमा पनि एक्सर्साइज हुँदो रहेछ भन्ने चिज आज आएर थाहा भयो सम्म बाटो सजिलो छ एकदम रमाइलो भयो जे स्पोन्टेनियसली हामी अब भक्तपुर दरबार स्क्वायर आउने भन्ने होइन त्यो चाहिँ रमाइलो थियो जस बाटो पनि अब टक्क भित्र भएर रमाइलो बाटो थियो रमाइलो भयो जेस अल्छ चाहिँ जेस मजै आयो अब चाहिँ केही भोक लाग्यो जस्तो भएछ केही खाएर निस्किन पाएँ मजा पहिलो ट्रिप एकदम मजा भइरहेको छ अहिलेसम्म पछि पनि मजै हुन्छ होला अब यसो कफी सफी खान लाग्यो है त मैले चाहिँ अब 5-6 वर्षपछि साइकल छोएको एक्कासी साइकलै उडाइदियो बिचमा बिस्तारै अनि चलाएर आइरहेको छु रमाइलो भइरहेको छ मेरो लागि त एकदम रमाइलो भयो दाइ फर्स्ट टाइम लकपेन्टसँग त फर्स्ट टाइम भयो यो लाइफमै तेस्रोचोटि चलाएको लास्ट टाइम 2019 त्यसपछि पहिला सानो हुँदाखेरि 2016 होला आज च्यालेन्जिङ भयो त्यही भएर म लास्टमा आइरहेको थिएँ पछाडि हामी अब यता ललितपुर दरबार स्क्वायरबाट हामी भक्तपुर दरबार स्क्वायरसम्म आइपुग्यौँ र पहिलाको जुन हामीले साइक्लिङ गरेका थियौँ योभन्दा अघिल्लोवाला त्योभन्दा चाहिँ यो चाहिँ अलिकति सजिलो देख्दैछु
साइकलहरू पनि अब हुन त्यही ठाउँको भए पनि अलिकति मलाई चाहिँ कम्फर्टेबलै फिल भयो। हाम्रो यो साथी यो हुटुट सरको यो जुन साइकल छ 1 लाखभन्दा माथिको यो चाहिँ यो एकदमै बाइकै चलाएको जस्तो फिल भयो। यो लास्टै नै कम्फर्टेबल रहेछ हो। त्यो यो खै के हो यो साइकल फेरेर चलाउनु पर्छ जस्तो छ। हाम्रो समीर भाइले चलाइरहेछ, समीर भाइ मानिहाल्छ। समीर भाइको लागि हामी केही गरौँला उसको लाइफको लागि। दामी भयो दामी दामी यिनीहरू सबैलाई हराइदिएँ मैले त्यही चाहिँ हो। मस्त रमाइलो भइरहेछ। साइकल पनि उत्कृष्टको भएर होइन कम्फर्टेबल छ। उत्कृष्टको लागि 2-4 शब्द देऊ ल उत्कृष्टले आफू नआए पनि आफू नआए पनि आफ्नो साइकललाई प्रतिनिधि गर्दै पठाएकोमा धेरै धेरै धन्यवाद। चढेको छ यो साइकलमा होइन सबैलाई धेरै कम्फर्टेबल फिल भइरहेछ रेसमा। जे होस् यो साइकल चाहिँ नि अब घर जाँदा चाहिँ म चलाएर जान्छु भन्ने कुरा भएको छ। अब समीरले साट्ने कुरा गरेको छ। 40 जोडा किनिदिन्छु रे। उत्कृष्ट दाइ समीर धेरै कम्फर्ट जोनमा गयो अरे। अलिकति गाह्रो एडभेन्चरसै भएन समीरलाई। गाडी भएको मान्छेलाई त्यही भएर चाहिँ 40 वटा साइकल आउँछ भन्दै 40 जोडा किनिदिन्छु। साइकललाई चाहिँ डाइपर चाहिँ लगाइनु पर्ने बेला भएको छ। त्यति हामी चाहिँ अब मुस्ताङ थकाली जान्छौँ। मन्त्र चाहिँ जाँदैनौँ किन भन्दा घिउ थपिदिँदैन। घिउखोर रहेछ क्या केटा घिउखोर। अब यता भेज हुने अनि घिउ पनि नखाने मजै भएन नि त होइन त। स्मुथ रहेछ ह्यान्डलिङ पनि ऊ भयो मजाले। ठिक छ दामी लास्टै कम्फर्टेबल एन्ड ऊ पनि यसमा नि त्यस्तो प्रेसर पर्दैन रहेछ। दामी दामी हामी चाहिँ साइकल राखेर कफी खान जाँदैछौँ। कफी खान जाँदैछौँ। कहाँ छिटे गाइजहरू? ए हो ल यहीँ राख्नु। मलाई यो फ्ल्याट वाइट चाहिँ यस्तो दामी लाग्यो यार यहाँको चाहिँ कफी मिठायो। ल सुरु गरौँ। ओके लेट्स गो। हामी चाहिँ अब फर्किँदैछौँ। साइक्लिङ पछि मिठो खाना खायौँ। सबजना बसेर खाना खायो। रमाइलो साइक्लिङ पछि अब म घर फर्किँदैछु। आजको साइक्लिङ एकदम रमाइलो भयो। यहाँ पाटनमा आज के इभेन्ट भएको रहेछ। गाडीहरूलाई चाहिँ जान दिइरहेको थिएन। सांस्कृतिक शान्ति तथा सद्भाव र्याली रहेछ।